नमस्ते। आज हामीले तपाईहरूको लागि मास्टर योर टाइम मास्टर योर लाइफको छोटो सारांश लिएर आइसकेका छौँ। मास्टर योर टाइम मास्टर योर इमोसन पुस्तकले समय व्यवस्थापन र भावनात्मक नियन्त्रण बीचको गहिरो सम्बन्धलाई व्याख्या गर्छ। लेखकका अनुसार जीवनमा सफलता प्राप्त गर्न केवल समयको सही उपयोग मात्र पर्याप्त हुँदैन, आफ्ना भावना र मानसिक अवस्थालाई पनि नियन्त्रण गर्न जान्नुपर्छ। पुस्तकले बताउँछ कि धेरै मानिसहरू समयको अभावले होइन, डर, चिन्ता, आलस्य, आत्मविश्वासको कमी र नकारात्मक भावनाका कारण आफ्नो लक्ष्यमा पुग्न असफल हुन्छन्। जब हामी आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न सिक्छौँ, तब हाम्रो निर्णय क्षमता, उत्पादकता र आत्मअनुशासन पनि बढ्छ। लेखकले स्पष्ट लक्ष्य निर्धारण, प्राथमिकता छुट्याउने, महत्त्वपूर्ण काममा ध्यान केन्द्रित गर्ने र अनावश्यक कुराबाट टाढा रहने सुझाव दिन्छन्। साथै तनाव व्यवस्थापन, सकारात्मक सोच, आत्मविश्वास विकास र भावनात्मक बुद्धिमत्ताको महत्त्वमा जोड दिन्छन्। पुस्तकको मुख्य सन्देश भनेको समय र भावनालाई सही रूपमा व्यवस्थापन गर्न सके जीवनका व्यक्तिगत, व्यावसायिक तथा आर्थिक लक्ष्यहरू छिटो र प्रभावकारी रूपमा हासिल गर्न सकिन्छ भन्ने हो। सफलताको आधार बाहिरी परिस्थितिभन्दा पनि आफ्नो मन र समयमाथिको नियन्त्रणमा निर्भर हुन्छ। समेक्षमा भन्नुपर्दा यो पुस्तकले समयको सदुपयोग गर्दै नकारात्मक भावनामाथि विजय प्राप्त गरेर थप सफल, आत्मविश्वासी र सन्तुलित जीवन जिउन प्रेरणा दिन्छ।